साराम भनेको मानिस, साराम भनेको मानिस, नाम्जा भनेको केटा, छुवा आधाबाट अतन भनेको कस्तो। यी भनेको यो सारामुन भनेको मानिसले, मानिस चाहिँ, अतन भनेको कस्तो, नाम्जारुल भनेको केटालाई, छुवा आम्निका भनेको मन पराउँछ, यो मानिसले कस्तो केटालाई मन पराउँछ भनेर भनेको छ। अनि यो खिगाखुन भनेको उचाइ अग्लो भएको, उचाइ अग्लो भएको है त। खिगाखुन भनेको उचाइ अग्लो भएको। अनि त्यसपछि खुरीगो भनेको र अनि त्यसपछि भन्ने अर्थ लाग्छ। अल्गुल भनेको अनुहार, अनुहारलाई अल्गुल भन्छ। अनि बोधा भनेको भन्दा, भन्दा। माउमी छाकान है त, माउमी छाकान भनेको चाहिँ माउमी, माउमी छाकान भनेको दयालु, माउमी छाकान भनेको दयालु, दयालु है, माउमी छाकान भनेको दयालु। अनि यल्सिमी भनेको मेहनत साथ, यल्सिमी भन्छ, यल्सिमी भनेको मेहनत साथ है त, मेहनत साथ है त। थ भनेको अझ, अझ। अब यहाँ प्रश्नमा के भनेको छ हामी मजाले बुझौँ है त। यो प्रश्नमा के भनेको छ भने छनुन भनेको म चाहिँ, खिगाखुन भनेको उचाइ अग्लो भएको, नाम्जाका केटालाई छुवायो भनेको मन पराउँछु, म चाहिँ उचाइ अग्लो भएको अथवा अग्लो केटालाई के त मन पराउँछु। खुरीगो अनि अल्गोरी भनेको अनुहार, छालसेङ्गिन नाम्जा बोधा राम्रो देखिने, अनुहार राम्रो देखिने केटा भन्दा है त। बोधा भनेको भन्दा चाहिँ, माउमी छाकान भनेको मन राम्रो भएको यानि कि दयालु, नाम्जारुल भनेको केटालाई छुवायो भनेको मन पराउँछु। यल्सिमी भनेको मेहनत साथ, इल्हानुन भनेको काम गर्ने, मेहनत साथ काम गर्ने। सारामी मेन भनेको मानिस भयो भने, मेन अथवा उमेन भनेको यो भने है त, मेन अथवा यो मेन भनेको यो भने है त, यो भने है त। सारामी मेन भनेको मानिस भयो भने, थ भनेको अझ, सोगेच्यो भनेको चाहिँ के हुने थियो त, राम्रो लाग्छ अथवा राम्रो हुनेछ भनेछ है त, राम्रो लाग्छ भनेर भनेछ। यो केटाले कस्तो केटालाई, यो मान्छेले कस्तो केटालाई मन पराउँछ भन्दाखेरि उचाइ अग्लो भएको यानि कि अग्लो केटा र दयालु केटालाई मन पराउँछ भनेछ। अग्लो र दयालु कहाँ छ हेरौँ है त। यहाँनिर खिगा खुगो भनेको चाहिँ उचाइ अग्लो भएको, माउमी छाकान भनेको दयालु, नाम्जा भनेको केटा हैन त। उचाइ अग्लो भएको अथवा अग्लो केटा र माउमी छाकान भनेको चाहिँ के त दयालु, मन राम्रो भएको केटा मन पराउँछ भनेछ। अब यसले पनि हाम्रो आन्सर चाहिँ एकमै भइसक्यो है त, एक आन्सर भइसक्यो। अब दुईमा के भन्छ नि, खिनुन छाक्चिमान भनेको उचाइ होचो भए तापनि है त, छाक्ताबाट छाक्चिमान, जिमान भनेको यता पनि है त, जिमान भनेको यता पनि हेर्नुस् त, जिमान भनेको यता पनि। अनि छाक्ता भनेको होचोउनु, छाक्ता भनेको होचोउनु, छाक्ताबाट छाक्चिमान भनेको चाहिँ होचो भए तापनि अल्गुरी छालसेङ्गिन नाम्जा भन्छ, अनुहार राम्रो देखिने नाम्जा भनेको केटा भनेछ हो त। होचो हो के त, उचाइ होचो भए तापनि अनुहार राम्रो देखिने केटालाई चाहिँ मन पराउँछ भनेछ हो त, होइन यो पनि मिलेन। अर्को यहाँ के भनेछ भने अर्को प्रश्नमा चाहिँ अल्गुरी छालसेङ्गिनको भनेछ, गो भनेको एर है त, यो गो भनेको एर, व्याकरणमा एर भयो। अनि छालसेङ्गीको भनेको अनुहार राम्रो देखेर, माउमी छाकान भनेको चाहिँ मन राम्रो भएको यानि कि दयालु चाहिँ नाम्जा भनेको केटा भनेछ। के भनेको छ त, अनुहार राम्रो देखिने र मन राम्रो भएको केटा भनेछ, यो त होइन। उसलाई कस्तो चाहियो त, हाइट भएको केटा, उचाइ अग्लो भएको केटा, उसलाई कस्तो चाहिएको छ त, हाइट भएको केटा, उचाइ अग्लो भएको केटा र दयालु केटा चाहिएको छ, त्यही भएर आन्सर चाहिँ के हुने भयो है त। अनि अर्को चाहिँ अल्गुरी छालसेङ्गीको भन्छ, अनुहार राम्रो देखिएर, यल्सेमी इराहानुन नाम्जा भन्छ, मेहनत साथ चाहिँ काम गर्ने केटा भन्छ। अनुहार राम्रो देखेको केटा चाहियो त्यसलाई, होइन उचाइ अग्लो भएको केटा र दयालु केटा चाहियो, त्यही भएर आन्सर चाहिँ कुन भयो त, एक नम्बरको आन्सर भयो। के भनेछ भने एक नम्बरको आन्सरमा खिगा खुगो माउमी छाकान नाम्जा भनेछ, उचाइ अग्लो भएर के त दयालु केटा यानि कि मन राम्रो भएको केटा चाहिँ भनेको छ, त्यही भएर एक आन्सर मिल्यो, अरू आन्सर चाहिँ मिलेन है त। सही आन्सर चाहिँ एकको भयो। र अर्को हाम्रो दोस्रो नम्बरको प्रश्न जो हामी है त। अब दोस्रो नम्बरको प्रश्नमा के भनेको छ भने ठाउँ भनेको तल दिएको, ठाउँ भनेको तल दिएको
तल दिएको है त ठाउँ भनेको त तल दिएको अधि भनेको कहाँ अधि भनेको कहाँ है त अनि फुल चाहिँ इन्डियन भनेको देख्न सकिने अन्य मुन भनेको जानकारी सूचना जानकारी पत्र जानकारी अथवा सूचना है त सूचना पत्र अनि इम्निका भनेको हो भनेर प्रश्न गर्नको लागि भनेको अब यहाँ के भनेको छ भने थाउमुन भनेको तल दिएको अधि कहाँ चाहिँ फुल सो इन्डियन भनेको देख्न सकिने अन्य मुन इम्निका भनेको जानकारी अथवा सूचना हो तल दिएको कहाँ देख्न सक्ने जानकारी हो त कहाँ देख्न सक्ने सूचना हो भनेछ यहाँ सूचना दिएको छ यो फ्याङसिल भन्छ है त यो फ्याङसिल भनेको चाहिँ हाम्रो बिरामी कुरुवा कोठा बिरामी कुरुवा कोठा अथवा यसलाई हामी वार्ड भन्छौँ कुरुवा कोठा अथवा हामी यसलाई के भन्छ त वार्ड भन्छौँ यो फ्याङसिल है त अनि छोयङ्गी हाचिप्सियो भनेछ छोयङ हादा भनेको छोयङ्गी हाचिप्सियो भनेको शान्त रहिदिनुहोस् शान्त बसिदिनुहोस् शान्त बसिदिनुहोस् है त कुरुवा है बिरामी कुरुवा कोठा यानि कि वार्डमा चाहिँ शान्त बसिदिनुहोस् भन्छ हिँड्दै जनावर भनेको मोबाइल फोन हिँड्दै जनावर भनेको मोबाइल फोन कि सायङ आधा भनेको प्रयोग गर्नु सायङ हाजी मासिप्सियो भनेको प्रयोग नगर्नुहोस् नेगेटिभ है यो जी मासिदाले चाहिँ नेगेटिभ जनाले प्रयोग नगर्नुहोस् भन्छ मोबाइल फोनलाई प्रयोग नगर्नुहोस् भन्छ अर्को छ फेङ्गोन भनेको अस्पताल भयो खनमुल भनेको भवन अस्पतालको भवन आनेछ भनेको भित्रमा चाहिँ थाम्बेरुल भनेको चुरोट चुरोट अनि फ्युजी मासिप्सियो भनेको नपिउनुहोस् चुरोट नपिउनुहोस् भन्नु पर्यो भने थाम्बेरुल के त फ्युजी मासिप्सियो भन्नु पर्यो चुरोटलाई नपिउनुहोस् भन्छ अब यहाँनिर के यो कहाँ देख्न सक्ने सूचना भन्छ उनेङ भनेको ब्याङ्क भयो उनेङ भनेको अर्को खुक्चाङ भनेको फिल्म हल भयो हैन थिएटर भयो फिल्म हल भयो हल भ्याल्यु अनि हाम्रो फेङ्गोन भनेको अस्पताल भ्याल्यु हेर्नुहोस् त अस्पताल भयो अर्को हाक्यो भनेको के त विद्यालय भयो हेर्नुहोस् स्कुल भयो अब यो कहाँ देख्न सक्ने भने फेङसिल भनेको बिरामी कुरुवा कोठा अनि फेङ्गोन भनेको अस्पताल यी कुराहरू केसँग सम्बन्धित छ त फेङ्गोनसँग सम्बन्धित छ त्यही भएर आन्सर चाहिँ हाम्रो कुन भयो त 3 को भयो है त यो कहाँ देख्न सक्ने सूचना भनेको जानकारी हो भनेछ अथवा सूचना हो भनेछ यहाँ चाहिँ बिरामी बस्ने कोठामा शान्त रहिदिनुहोस् भनेछ फ्याङसिले छ छुङ हि हा सिप्सियो भनेछ अनि अर्को चाहिँ के छ हिउँदे जनावरहरू सायङ हाजी मासिप्सियो भनेछ मोबाइल फोन प्रयोग नगरिदिनुहोस् भनेछ अनि अर्को के भनेछ त फेङ्गोन खनमुल आनेछन् थामेरुल फ्युजी मासिप्सियो भनेछ अस्पताल भवनभित्र चुरोट नपिदिनुहोस् भनेछ यो जम्मै के कुरासँग सम्बन्धित छ त यो अस्पतालमा देख्न सक्ने सूचना हो अर्को हाम्रो प्रश्न छ अर्को प्रश्न हेरौँ है त अब यहाँ प्रश्नमा के छ भने यी भनेको यो भइहाल्यो सारम भनेको मानिस तपाईँले थाहा भइहाल्यो ओनुल भनेको आज छन्यक भनेको के त साँझ है त साँझ भइहाल्यो ए भनेको मा मत भनेको के हागे सुनिका भनेको गर्ने छ यहाँ के भन्छ भने त यो मानिस चाहिँ यी सारा मुन यो मानिसले आज छन्यगी भनेको साँझमा महसुल हागे सुनिका भनेको के गर्ने छ यो मानिसले आज साँझ के गर्ने छ भनेर भनेको छ अब के गर्ने छ हेरौँ त यसको बारेमा हेरौँ है त ल आछिम भनेको बिहान आछिम भनेको बिहान है त अनि छिप भनेको घर आनुल भनेको घरभित्र छिबानुल भनेको घरभित्र छिबानुल भनेको घरभित्र है त के खुसी भनेको राम्रोसँग राम्ररी राम्रोसँग अथवा राम्ररी है त खुरीको भनेको अनि चिजाङ भनेको बजार चिजाङ भनेको बजार खास भनेको गएर अनि यो स भनेको एर है त स भनेको गएर खोगी भनेको मासु खोगी भनेको मासु वा भनेको र अथवा सँग वा अथवा सँग याचे भनेको तरकारी है त याचे भनेको तरकारी अनि त्यस पछाडि छमचिम भनेछ छमचिम भनेको दिउँसोको खाना खाने दिउँसोको खाना है त दिउँसोको खाना अनि त्यस पछाडि खोयाङ भनेको गाउँ सिङ्गु भने साथी भ्याल्यो है त अनि छोदे
हादा भनेको निमन्त्रणा गर्नु, निमन्त्रणा गीते मुनि एको कारणले, गीते मुनि भनेको एको कारणले गर्दा, एको कारणले गर्दा हेर्नुस् त। ओरेन माने भनेको लामो समयपछि, लामो समयपछि क्षमितके नलगे सुन्दा भनेको रमाइलो गर्नेछु हुन्छ, रमाइलो गर्नेछु भयो। अब यहाँनिर सिजाङ्गे खाम्दा भनेछ बजारमा जान्छु, छिङ्गुदुल्का नोम्निदा भनेको यो नोम्निदा कसरी भन्ने, नोल्दाबाट चाहिँ दा लाइन काट्यो अनि ड लाइन काटेर अनि बनिदा जोड्यो, यसरी बनिदा लाउँदाखेरि नोम्निदा भयो, यसरी नोम्निदा यसरी भयो है त, नोम्निदा यसरी भयो। ल यो नोल्दाबाट नोम्निदा भएको हो यो। अनि नोम्दा भनेछ रमाइलो गर्नेछु, घुम्नेछु भनेछ। अनि छङ्सु आधा भनेको चिबानु अनि घरभित्र भइहाल्यो। अनि फुलकोकी वा थाप्सेरुल मान्दुम्निदा भनेको बनाउनेछु है त, बनाउँछु भनेछ। अब के भनेछ प्रश्नमा बुझौँ एकचोटि। छनुन म चाहिँ ओनुल आज आछिमे भनेको बिहानमा, चिबानुल भनेको घरभित्र, केकुसी भनेको के त राम्रोसँग, छम्से सुन्दा भनेको सरसफाइ गरेँ है त। पास्ट टेन्समा छ, यो केमा छ त, यो पास्ट टेन्समा छ, त्यही भएर गरेँ भयो है त। यो चाहिँ पास्ट टेन्समा भएको कारणले गर्दा गरेँ भयो। मैले आज बिहान घरभित्र राम्रोसँग सरसफाइ गरेँ। फुरिगो भनेको अनि, सिजाङ्गे भनेको बजारमा, खासा भनेको गएर, खोगी भनेको मासु, वा भनेको र, यानि या छेरुल भनेको तरकारीलाई, सासुन्दा भनेको किने है त। छम्चिम्टे भन्छ दिउँसोको खाजा खाना खाने समयमा अथवा खाजा खाने समयको बेलामा चाहिँ। फुलकोगी वा फुलकोगी र छाप्चेरुल भनेको छाप्चेलाई, मान्दुर्याको रियागो उरियाको भनेको ने विचार गर्नु है त। रियागो उरियाको आधा भनेको चाहिँ ने विचार गर्नु अथवा ने विचार गर्नु। अब बनाउने विचार गरेको छु भयो। मान्दुर्याको हामीदा भनेको चाहिँ बनाउने विचार गरेको छु। अनि त्यसपछि के छ हेर्नुहोस् त, ओरुल आज, छन्यगे भनेको साथमा, खोयाङ भनेको गाउँ, सिङ्गदुरुल भनेको साथीहरू, गाउँका साथीहरूलाई, छिबुरो भनेको घरमा, सोधे हेत गिर ते मुनिम्निदा भनेको निमन्त्रणा दिएको कारणले गर्दा हो है त। अनि छिङ्गुदुल्गा भनेको साथीहरूसँग, दुल ग्वा, ग्वा भनेको रसँग, दुल भनेको अरू, ग्वा भनेको सँग है त, साथीहरूसँग। छिङ्गु भनेको साथी भ्यालो, छिङ्गुदुल्गा भनेको साथीहरूसँग। ओरेन माने भनेको लामो समयपछि है त, लामो समयपछि के त छेमिके नोल्गे सुन्दा भनेको रमाइलो गर्नेछु भनेको छ। अनि यहाँनिर के भनेछ भने सिजाङ्गे खाम्दा भनेको बजारमा जान्छु भनेछ, छिङ्गुदुल्गा नोमिदा भनेको साथीहरूसँग रमाइलो गर्छ भनेछ। अर्को चाहिँ छिबानुल छङ्सु आमिदा भनेको घरभित्र सरसफाइ गर्छ भनेछ। अर्को चाहिँ फुलकोगी वा छाप्चेरुल मान्दुमिदा भनेछ, यो बनाउँछु भनेछ, फुलकोगी र छाप्चेला बनाउँछु भनेछ। अब यहाँनिर जम्मै एन्सरहरू मध्ये चाहिँ एन्सर हाम्रो कुन त यो दुईको एन्सर हो, किनभने साथको कुरा गर्छ, छन्यगी भनेछ साथमा चाहिँ भनेको छ, त्यो भएको कारणले गर्दा हाम्रो एन्सर के भयो त, हाम्रो एन्सर के भयो, यो चाहिँ दुईको एन्सर सही भयो। अब बजारमा पनि गएको तर यो चाहिँ बजारमा गएको कहिले त, आज बिहान गएको, त्यही भएर बिहानको कुरा मिलेन हेर्नु। अनि छिबानुल छङ्सु आम्दा भनेछ घरभित्र सरसफाइ गरे, यो पनि बिहान गरे हो, यो पनि मिलेन है त। अनि त्यसपछि आएर फुलकोगी वा छाप्चेरुल मान्दिदा यो पनि बनाएको त्यसले, तर कहिले दिउँसो बनाएको भएर होइन त, छम्छिम त्यही भनेको छ नि, यो दिउँसोको खाना खाने बेलामा बनाएको भएर यो एन्सर मिलेन। सही एन्सर चाहिँ हाम्रो कुन भयो त, दुई भयो, छिङ्गुदुल्गा नोमिदा। किनभने छन्यगे मुसुल आमिका हुन्छ, साँझमा के गर्छ भनेछ यसले, छन्यगे साँझमा के गर्छ भन्छ, साँझमा चाहिँ साथीहरूसँग के त छिङ्गुदुल्गा ओरेन माने छेमिके होइन नोल्गे सुन्दा भनेको रमाइलो गर्नेछ, छिङ्गुदुल्गा नोमिदा भनेको साथीहरूसँग रमाइलो गर्नेछ, के गर्नेछ त, साथीहरूसँग रमाइलो गर्नेछ, यसले साँझ। अर्को प्रश्न हेरौँ त ल। अनि डट ए मा चाहिँ तुरगाल भनेको पस्ने मिल्ने, पस्ने मिल्ने अथवा उपयुक्त भनेको है त, उपयुक्त भनेको है त। माल्लो आल्माजुन गसुल, गसुल भनेको कुरा, गसुल अथवा गसुन कुरा, मुहत भनेको के, इम्निका भनेको हो। अब यहाँ के भनेछ हेरौँ त, ए थुरागाल माल्लो आल्माजुन गसुन मुहसिम्निका भनेर भनेको छ। डटमा उपयुक्त शब्द के होला, जाने अथवा मिल्ने उपयुक्त शब्द के हो भनेछ। यस्तो यहाँनिर चाहिँ जाने उपयुक्त शब्द के हो भनेर भनेछ, यसको बारेमा हामी एकचोटि हेरौँ है त।
उरी भनेको हामी भ्याल्यु होइसा भनेको कम्पनी त उरी होइसा भनेको कम्पनी सिक्ताङ भनेको रेस्टुरेन्ट ल ए सारामदुल भनेको मानिसहरू एगे भनेको लाई है त मानिसहरूलाई फुक भनेको सुप भ्याल्यु सुप तनुन भनेको जुनुन भनेको बान्ने आजुमनी भनेको अन्टी है त अन्टी भने अन्टी ल अनि सम्झिम सिगान भनेको दिउँसोको खाना खाने समय सम्झिम सिगान भनेको दिउँसोको खाना खाने समय दिउँसोको खाना खाने समय है त सामबेक भन्छ साम भनेको 3 बेक भनेको 100 सामबेक भनेको 300 है त सामबेक भनेको 300 मेङ भनेको जना 300 जना भने मेङ भनेको जना है त नम्गी भनेको भन्दा धेरै है ते मुनि भनेको एको कारणले गर्दा ते मुनि भनेको एकोले गर्दा हैन त फापुदाबाट फापुनिदा भनेको व्यस्त हुन्छन् व्यस्त हुन्छिन् व्यस्त हुन्छिन् अनि त्यसो भए तापनि खुरच्चीमान भनेको त्यसो भए तापनि आज मनिनुन हैन अन्जेना भनेको जहिल्यै अन्जेना भनेको जहिल्यै सधैँ सधैँ चाहिँ ओसु मेन्छ मेन्छ उमेन्छ दै मेन्छ अथवा उमेन्छ भनेको दै है त मेन्छ अथवा उमेन्छ भनेको दै अब ओसु मेन्छ भनेको हाँस्दै हान्छ र मान्छ र मेगी भनेको एकजना मान्छेहरुलाई चाहिँ यहाँनिर होइन त्यसपछि रागो माराम्दा भनेको भनेर भन्छिन् है त कुरन भनेको त्यस्तो यस्तो त्यस्तो अथवा यस्तो है त यस्तो अथवा यस्तो आज मनी आन्टीलाई चाहिँ फोमेन भनेको देख्यो भने म्यान उमेन भनेको यो भने है त म्यान उमेन भनेको यो भने फोमेन भनेको देख्यो भने किबुन भनेको मुड है त किबुन भनेको मुड स्वाजीको फाम्मा फापमात भनेको खानाको स्वाद है त खानाको स्वाद अनि दो भनेको पनि भ्यालु स्वाजिम्निदा भनेको के हुन्छ त राम्रो लाग्छ भन्छ अब के भन्छ प्रश्न हेरौँ है त उरी वैसा सिक्ताङ हेनुन भन्छ हाम्रो कम्पनीमा है त उरी वैसा सिक्ताङ हेनुन हाम्रो कम्पनीको रेस्टुरेन्टमा साराम दुरेके भनेको मानिसहरूलाई हैन त खुगुल है त खुक भनेको सुपलाई त जुनुन भनेको बान्ने आजुमनिका इस्मिदा भनेको अन्टी हुनुहुन्छ अन्टी छिन् सम्सिम सिगान भन्छ दिउँसोको खाना खाने समयमा है त फाबुल मौनुन भनेको खाना दिने है खाना खाने फाबुल मौनुन भनेको खाना खाने सारामी मानिस चाहिँ सामबेक म्यङ भनेको 300 जना नम्गी भनेको धेरै 30 जना भन्दा धेरै है ते मुने आजुमनिनुन भन्छ 300 जना भन्दा धेरै हुने भएकोले आजुमनिनुन अन्टी चाहिँ आजु फापुनि भनेको ज्यादै व्यस्त हुन्छन् खुरच्चीमान भनेको त्यसो भए तापनि है त्यसो भए तापनि आजुमनिनुन भनेको अन्टी चाहिँ अन्जेना भनेको जहिले ओसुमेन्छ भनेको हाँस्दै हान साराम भनेको एक मानिसलाई है त साराम हेके मानिसहरूलाई चाहिँ यता डट डट हैन त रागो माराम्दा भनेर भन्छ के भन्छिन् मिया नाम्दा भनेको माफ गर्नुस् भनेर भन्छिन् एक मान्छेलाई माफ गर्नुस् भनेर भन्छिन् पञ्चान सुन्दा भनेको ठिकै छ भनेर भन्छिन् मासिके तु सिप्सी हो भनेको मिठो गरी खानुहोस् भन्छिन् अर्को छम फेपके सुन्दा भनेको चाहिँ के त पहिलोचोटि भेट भयो भनेर भन्छिन् हो त अब के भन्छिन् त मिठो गरी खानुहोस् भनेर भन्छिन् है त आन्सर के हो त मिठो गरी खानुहोस् भनेर भन्छिन् है त ए मिठो गरी खानुहोस् मासिके तु सिप्सी हो रागो माराम्दा भनेर भन्छिन् हैन त पुरान भनेको यस्तो आजु मनिनुन भनेको अन्टीलाई चाहिँ फोमेन भनेको देख्यो भने खिबुनी भनेको मोड चाहिँ छोहाजिगो भनेको के त राम्रो भएर फाम्मातो भनेको के त खानाको स्वाद पनि छुवाजिमिदा भनेको के लाग्छ त मिठो लाग्छ भनेको छ बुझ्नु भयो नि ल यसको आन्सर पनि के भयो त 3 नम्बरको आन्सर चाहिँ सही भयो है यसको सही आन्सर चाहिँ हाम्रो 3 नम्बर भयो ल त्यसैगरी अर्को हाम्रो हेरौँ त अर्कोमा के भनेछ भने ई भनेको यो भ्यालु सारा भनेको मानिस अन्जे भनेको कहिले है त अन्जे भनेको कहिले हाङ्गु भनेको कोरिया वासुनिका भनेको आएको हो यो मानिस कहिले कोरियामा आएको हो यहाँ के भनेछ त ई भनेको यो सारामुन भनेको मानिस चाहिँ अन्जे भनेको कहिले हाङ्गु भनेको कोरियामा वासुनिका भनेको आएको हो यो मान्छे कहिले कोरियामा आएको भन्छ कहिले आएको हेर्नु त अब यहाँनेरि छुङ्गुक साराम भन्छ छुङ्गुक साराम भनेको चाहिँ चाइनिज मान्छे है छुङ्गुक साराम भनेको चाहिँ चाइनिज मानिस
चुङ्गुक भनेको चाइना अनि साराम भनेको मानिस चाइनिज चाइनिज मानिस चुङ्गुक साराम भनेको चाइनिज मानिस अनि इल्नियन नियन भनेको वर्ष नियन भनेको वर्ष है त नियन भनेको वर्ष जन भनेको अगाडि है त जन भनेको अगाडि बिफोर भनेको है अगाडि बिफोर हाङ्गे कोरियामा इलहार भनेको काम गर्दा अनि आफुरो थ भनेको अझ थ भनेको अझ अथवा अझै अझै अथवा अझ भने है त अझ है त मेन्छ उमेन्छ भनेको दै दै मेन्छ उमेन्छ दै साल मेन्छ भनेको बस्दै रहँदै है त ल कम्निदा भनेको फ्युचर टेन्स भयो यो फ्युचर टेन्स है ल कम्निदा भनेको नेछु गर्नेछु नेछका विविध रूप हुन्छ है नेछका विविध रूप यो गेस सुमिदाको अर्को फर्म चाहिँ ल कम्निदा पनि हो अनि थोन भनेको पैसा थोन भनेको पैसा मानी भनेको धेरै पैसा धेरै अनि मौन हुए भनेको कमाएपछि मौदाबाट कमाउनुबाट हुए भनेको पछि मौन हुए भनेको कमाएपछि भनेको है त खोयाङ भनेको गाउँ खोयाङ भनेको त गाउँ थोरा खासा भनेको थोरा खासा भनेको खास भनेको स भनेको एर है त स भनेको एर थोरा खासा भनेको फर्केर है त फर्किनु प्लस एर फर्केर भयो थोरा खासा भनेको फर्केर घर है त सारियाको सादा रियाको उरेको भनेको ने विचार गर्नु है त रियाको उरेको भनेको ने विचार गर्नु ने विचार गर्नु ने विचार गर्नु सारेको रियाको उरेको हाता भनेको ने विचार गर्नु है त रियाको उरेको हाता भनेको ने विचार गर्नु ल ओल्हे भन्छ ओल्हे भनेको चाहिँ यो वर्ष इल्न्यन्जन भनेको एक वर्ष अघि अथवा अगाडि अनि इन्यन्जन भनेको 2 वर्ष अगाडि अथवा 2 वर्ष अगाडि साम्यन्जन भनेको 3 वर्ष अगाडि अथवा 3 वर्ष अघि है त भने बुझ्दा यो मान्छे कहिले कोरियामा आएको अब हामी एकचोटि बुझौँ है त हेर्नुहोस् त छनुन म चाहिँ छुङ्गुक साराम भनेको चाइनिज मान्छे इमिदा भनेको इल्न्यन भनेको 1 वर्ष जने भनेको अगाडि हाङ्गे भनेको कोरियामा चाहिँ इल्हार भनेको काम गर्न र भनेको काम न है त यो र भनेको न है त इल्हार भनेको काम इल्हादा भनेको काम गर्नु इल्हार भनेको काम गर्न वास्मिदा भनेछ वास्मिदा भनेको त आएको हो है त म चाहिँ 1 वर्ष अगाडि कोरियामा काम गर्न आएको हो है त म चाइनिज मान्छे हुँ म 1 वर्ष अघि कोरियामा काम गर्न आएको हुँ है त आफुरो इन्यन थ भनेको अझै 2 वर्ष हाङ्गे छ भनेको कोरियामा चाहिँ सालमेन छ अझै 2 वर्ष कोरियामा बसेर अथवा बस्दै इल्हाल कम्निदा भनेको काम गर्नेछु थोनुल भनेको पैसालाई मानी भनेको धेरै मौन हुए भनेको कमाएपछि पैसा धेरै कमाएपछि खोयाङ्गे भनेको गाउँमा थोरा खासा भनेको फर्किएर गएर कोरियाबाट फर्केर गएर छिबुल भनेको घरलाई चाहिँ सार्यको हाम्दा भनेको किन्ने विचार गरेको छु भनेछ अब यो कहिले आएको छ नि ओल्हे भनेछ ओल्हे भनेको चाहिँ यो वर्ष भनेछ यो वर्ष कोरियामा आएको हो त होइन यहाँनिर कहिले आएको छ कोरियामा यहाँनिर भनेछ हेर्न्छ कहिले आएको छ यो मान्छे कोरियामा कहिले आएको छ हैन इल्न्यन्जन भनेछ इल्न्यन्जन भनेको 1 वर्ष अगाडि यो मान्छे कोरियामा आएको छ त्यही भएर आन्सर चाहिँ हाम्रो यही भइहाल्यो है त यो आन्सर भयो यो वर्ष पनि आएको होइन 2 वर्ष अगाडि पनि आएको होइन 3 वर्ष अगाडि पनि आएको होइन 1 वर्ष अगाडि कोरियामा आएको अझ 2 वर्ष काम गरेर गाउँमा फर्केर गएर के त घर किन्ने विचार गरेको छु भनेको छ ल साथीहरू अब म तपाईहरुलाई यस्तै खालको भिडियोहरु अरु पनि लिएर आउँछु तपाईहरुलाई राम्रो लाग्यो भने मेरो यस च्यानललाई लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नु भने नबिर्सनु होला थ्यांक्स फर वाचिङ दिस भिडियो बाइ बाइ टेक केयर